हिजो गाउँवासीबाट नगरवासी हुँदै गर्दा यो नगरलाई सहरवासीको रूपमा सहरका रूपमा विकास गर्नु खास गरी निर्वाचित जनप्रतिनिधिहरू र यो भूगोलमा रहेका सबै राजनीतिक दलका साथीहरूको जिम्मेवारी हो, ताकि यो भूगोलमा रहेका जनताहरूले, यो भूगोलमा रहेका दाजुभाइ दिदीबहिनीहरूले हिजो गाउँमा भन्दा नगरपालिका भइसकेपछि हामीले दुःख भोग्नु पर्यो, हामीले कष्ट भोग्नु पर्यो, हामीलाई सामान्य सुविधा लिनलाई पनि पर टाढा जानु पर्यो र निर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रा बीचमा भन्दा हामीभन्दा टाढिएको अवस्थामा पाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने थियो। तर हामीले 2 पटक स्थानीय तहको निर्वाचन गरिसक्यौँ, स्थानीय सरकारको निर्वाचन गरिसक्यौँ। तर पनि यो भूगोलको जनताहरूले यहाँभित्रको व्यापक रूपमा खास गरी नगरपालिका भइसकेपछि 3टा कुरामा महत्त्वका साथ हेर्नुपर्छ। यो भूगोलमा ढलको व्यवस्थापन कसरी गर्ने हो, यो भूगोललाई स्वच्छ र सफा कसरी राख्ने हो, र यो भूगोलमा यही भूगोलभित्र रहेका यो नगरपालिका भित्रका जनताहरूले आफ्नै नगरभित्र आफ्नो गर्नुपर्ने दैनिकी कार्यदेखि प्रशासनिक कार्यहरू समेत सहज तरिकाले कसरी गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचमा सहज तरिकाले कसरी आफूलाई लैजाने, त्यो बारेमा पाउनुपर्ने हो। तर यो कुरामा हामी जान सकिरहेका छैनौँ। हामी गाउँवासीबाट सहरवासी भयौँ, गाविसबाट नगरपालिका बनायौँ, नगरवासी भयौँ, तर यो नगरभित्र चाहिने मुख्य कुराहरू हामीले गर्न सकेका छैनौँ। हामीले धेरै पटक निर्वाचित जनप्रतिनिधि साथीहरूलाई अनुरोध गऱ्यौँ, कमसेकम नगर एउटा यातायात चलाउँ। हामी यो नगरका बासिन्दाहरू सामान्य स्वास्थ्य उपचार लिनको लागि अर्को नगरपालिका जान नपरोस्, सामान्य नगरपालिकामा एउटा वडाबाट नगरपालिकामा चाहिँ सेवा लिन जाँदै गर्दाखेरि चाहिँ अर्को पालिकाको बाटोबाट जान नपरोस्, आफ्नै नगर यातायात चलाउँ, नगर राजमार्ग बनाउँ, नगरभित्रै चाहिँ शिक्षा स्वास्थ्यको सहज पहुँच बनाउँ। शिक्षाका क्षेत्रमा पनि एउटा संस्थागत विद्यालयहरू र सामुदायिक विद्यालयहरूका बिचमा अलग अलग तरिकाले प्रतिस्पर्धा गराउँ। सामुदायिक विद्यालयहरूलाई प्राविधिक शिक्षा सहितको व्यवस्थित तरिकाले अगाडि लैजाउँ र संस्थागत विद्यालयहरूलाई उनीहरूका बिचमा प्रतिस्पर्धा गराएर नगरपालिका भित्रका गरिब इमानदार र जेहेन्दार विद्यार्थीहरूलाई नगरपालिकाबाट साँच्चै निष्पक्ष तरिकाले छात्रवृत्तिको व्यवस्था होस् भन्ने कुरा हामीले धेरैचोटि ध्यान आकर्षण गराएका छौँ। त्यो सबै कुराहरू त एकातिरका कुरा, शिक्षा स्वास्थ्य ढल र खानेपानीको सबभन्दा महत्त्वपूर्ण कुरा हो।